कति प्रश्न एन्सर चाहिँ मिल्यो तपाईहरुले आफ्नो नम्बर चाहिँ आफै गेस गर्न सक्नुहुनेछ। यो भिडियोमा तपाईहरुले 100 मार्कै फुल क्वेशनहरु यसको चाहिँ 40 वटा प्रश्न चाहिँ एमसीक्यू हुन्छ। 40 वटामा कति मिलाउनु भयो? आजको 1 नम्बरको प्रश्न भनेको चाहिँ मुक्तिनाथ मन्दिर कुन जिल्लामा पर्छ भनेर आजको 1 नम्बर प्रश्न रहेको थियो। म राइट एन्सर भन्दै जान्छु, तपाईहरुले अप्सन हेर्न सक्नुहुन्छ। राइट एन्सर तपाईहरुले मिलेछ भने 1 नम्बर टक्क आइहाल्यो, चेक गर्नु होला। यसको राइट एन्सर भनेको मुस्ताङ हुन्छ, अप्सन नम्बर सी। अर्को प्रश्न भनेको छ सर्वोच्च शिखर सगरमाथा कुन जिल्लामा पर्छ भनेर अप्सन प्रश्नले सोधेको छ। यसको चाहिँ अप्सन नम्बर डी सोलुखुम्बुमा चाहिँ पर्छ। राइट एन्सर सोलुखुम्बु लाउनु भएको छ भने मिलिहाल्यो। अर्को प्रश्न भनेको छ नेपालमा उपलब्ध हुने हावापानीलाई कति भागमा विभाजन गरिएको छ भनेर सोधेको छ। यो एकदमै सजिलो, एकदमै राम्रो मिलाउनु भयो होला। 5 प्रकारको। अर्को प्रश्न झरना सम्बन्धी रहेको छ। पञ्चल झरना चाहिँ कुन जिल्लामा पर्छ भनेर सोधेको छ। यसको राइट एन्सर भनेको कालीकोट हुन्छ, अप्सन नम्बर बी। 5 नम्बर भनेको छ राष्ट्रिय जनगणना 2078 अनुसार चाहिँ सबभन्दा बढी जनसङ्ख्या भएको प्रदेश कुन हो भनेको छ। प्रदेश यहाँ दिएको अप्सन मध्ये बागमती प्रदेश सबैभन्दा बढी भएको राइट एन्सर है बागमती प्रदेश रहेको छ। चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा छन् भनेर सोधेको छ। यो 2टा हो, सबैले मिलाउनु भयो होला। तादा भनेर यसको सूत्र थियो, ताप्लेजुङ र दार्चुला। प्रश्न नम्बर 7 मा भनेको छ नेपालको कुल क्षेत्रफल को चाहिँ कति प्रतिशत भूभाग हिमाली प्रदेशले ओगटेको छ भनेको छ। यसको चाहिँ राइट एन्सर हुन्छ 15%। त्यसपछि अर्को प्रश्न भनेको छ किमाथाका नाका कुन जिल्लामा चाहिँ पर्छ भनेको छ। यसको चाहिँ राइट एन्सर भनेको सङ्खुवासभा। यसको राइट एन्सर अप्सन नम्बर बी रहेको छ। तल दिएका जनावर मध्ये चाहिँ संरक्षित जनावर कुन होइन भनेको छ। यहाँ दिएका मध्ये चाहिँ कुन चाहिँ संरक्षित होइन भनेको छ। याक चाहिँ होइन, याक चाहिँ हो हिमाली भेगतिर पाल्तु जनावरमा पर्छ। याक चाहिँ यसको राइट एन्सर होइन, याक चाहिँ पर्दैन। राजनीतिक हिसाबले नेपालमा कतिवटा प्रदेश रहेका छन्? सबैले मिलाउनु भयो, एकदमै सजिलो प्रश्न। 7 वटा रहेका छन्। 11 मा भनेको छ फेवाताल कुन जिल्लामा पर्छ। फेवाताल चाहिँ कास्की जिल्लामा पर्छ। जिकेहरू प्राय सबै पढेका थिए होला। तपाईहरुले पीडीएफहरु पढ्ने साथीहरुले कमेन्ट गर्नु होला। लुम्बिनी प्रदेशमा नपर्ने जिल्ला निम्नमध्ये कुन हो भनेको छ। लुम्बिनी प्रदेशमा नपर्ने जिल्ला चाहिँ निम्नमध्ये कुन हो। लुम्बिनीमा चाहिँ कुन पर्दैन भनेर अप्सनले भनेको छ। यसको चाहिँ अप्सन नम्बर सी चाहिँ रहेको छ, सल्यान। यो चाहिँ कर्णाली प्रदेशमा पर्छ। अर्को प्रश्नमा जाउँ हामी। 13 नम्बर नेपालका ठुला नदीहरूमा सबभन्दा गहिरो नदी कुन हो भनेर सोधेको छ। गहिरो नदी चाहिँ कर्णाली नदी। राष्ट्रिय जनगणना 2078 अनुसार चाहिँ नेपालमा कति किसिमका जातिहरूको बसोबास रहेको छ भनेको छ। यसको चाहिँ राइट एन्सर भनेको अप्सन नम्बर डी 142। 15 मा भनेको छ इस्लाम धर्मावलम्बीहरूको चाहिँ मूल ग्रन्थ कुन हो भनेको छ। इस्लाम धर्मावलम्बीहरूको चाहिँ ग्रन्थ भनेको कुरान, अप्सन नम्बर सी राइट एन्सर। भगवान शिवकी पत्नीको नाम के हो? यो सबैले मिलाउनु भयो होला, पार्वती। नेपालको पूर्व पश्चिमको औसत लम्बाइ कति रहेको छ? पूर्व पश्चिम 885 किमी। राष्ट्रिय जनगणना 2078 अनुसार जनसङ्ख्याको वार्षिक वृद्धि दर कति रहेको छ? वार्षिक चाहिँ 0.92%। नेपालको संविधानको भाग 30 मा के सम्बन्धी व्यवस्था छ? सङ्कटकालीन अधिकार, अप्सन नम्बर ए। नेपालको संविधान कुन मितिमा जारी भएको हो? अहिलेको हालको लागू भएको संविधान चाहिँ 2072 असोज 3 गते राइट एन्सर। नेपाल प्रहरीको विशिष्ट श्रेणीमा कतिवटा पदहरू रहेका छन्? यो दर्जा सम्बन्धी भिडियोहरू हेर्नुभएको पीडीएफ पढ्ने साथीहरूले कमेन्ट गर्नु होला, मिलाउनु भयो होला। प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षक, अप्सन नम्बर बी 2टा।
नम्बरमा भनेको छ खुकुरी, दण्ड क्रस र एक तारा कुन दर्जाको प्रहरी कर्मचारीको दर्जानी चिन्ह हो भनेको छ। यसको चाहिँ राइट एन्सर हुन्छ प्रहरी नायब उपरीक्षक डिएसपी। यसको चाहिँ इन्सपेक्टरभन्दा माथिल्लो पद डिएसपी, प्रहरी नायब उपरीक्षक। 23 नम्बरमा भनेको छ प्रहरी कर्मचारीले चाहिँ एक वर्षमा कति दिनसम्म भैपरी आउने बिदा लिन पाउँछन् भनेको छ। भैपरी आउने बिदा चाहिँ 6 दिन भैपरी 6 दिन पर्व गरी चाहिँ वर्षमा 12 दिन चाहिँ पाउने। अप्सन नम्बर ए चाहिँ 12 दिन तपाईँहरूले लेख्नुभएको छ भने मिलिहाल्यो। प्रस्तुत स्याहार बिदा चाहिँ सेवा अवधिभर कति पटक लिन पाइन्छ? यसको चाहिँ 2 पटक राइट एन्सर रहेको छ। प्रहरी नियमावली 2071 अनुसार प्रहरी कर्मचारीले तलका मध्ये कुन आचरण पालना गर्नुपर्छ भनेको छ। यसको चाहिँ माथिको सबै पर्छ। समय पालना र नियमितता, रेडियो वा पत्रिकासँग सम्पर्क राख्न नहुने, राजनीतिमा भाग लिन नहुने, माथिको सबै। यसको राइट एन्सर माथिको सबै। दिएका कुन काम प्रहरी कर्मचारीले चाहिँ काम, कर्तव्य र अधिकार अन्तर्गत पर्दैन भनेको छ। दिएको कुन काम चाहिँ प्रहरी आचरण तथा अनुशासनमा रहने, विपदको बेला उद्धारमा संलग्न हुने, कमान्डरले दिएको आदेश कार्यान्वयन गर्ने, बदली हुँदा ड्युटीको आदेश आउने प्रहरीलाई जानकारी गराउनु नपर्ने भनेको छ। यसको चाहिँ राइट एन्सर भनेको अप्सन नम्बर डी चाहिँ राइट एन्सर रहेको छ। जानकारी गराउनु पर्ने हुन्छ। यो चाहिँ वास्तवमा चाहिँ अहिले यसले चाहिँ भनेको छ जानकारी गराउनु नपर्ने भनेको छ। त्यो भएको कारणले अप्सन नम्बर डी यो चाहिँ हामी अर्को ड्युटीमा आउने बेलामा अर्कोलाई बुझाएर ड्युटीमा जानुपर्ने हुन्छ। अर्को प्रश्नले भनेको छ सवारी चालक अनुमति पत्रको म्याद सकिएको कति महिनाभित्र नवीकरण गरिसक्नुपर्छ भनेको छ। यो लाइसेन्सको कुरा 3 महिनासम्म गर्नुपर्ने हुन्छ। त्यहाँभन्दा पछि गर्नु पर्यो भने तपाईँहरूलाई फाइन लाग्छ। ट्राफिक नियम अन्तर्गत पहेँलो बत्तीले के जनाउँछ भनेको छ। पहेँलो बत्ती यो चाहिँ रोक्ने, छिटो जाने, रोक्ने तयारी पर्खने, निरन्तर सवारी चलाउने, युटर्न गर्ने भनेर अप्सन दिएको छ। यो चाहिँ रोक्ने। पहेँलो भनेको चाहिँ रोक्ने, तयारी अवस्थामा बस्ने र हरियो बलेपछि अगाडि जाने। प्रहरी नियमावली 2071 कुन मितिमा रातपत्रमा चाहिँ प्रकाशित भयो भनेको छ। 71/18। यसको राइट एन्सर विक्रम सम्वत। 30 नम्बर भनेको छ विक्रम सम्वत 2080 सालको मदन पुरस्कार चाहिँ कसलाई प्रदान गरियो। 80 सालको चाहिँ मोहन मैनाली। कृति चाहिँ मुखमा रण मैदान भन्ने चाहिँ रहेको थियो। दिएका विकल्पहरू मध्ये नमिल्ने विकल्प कुन हो भनेको छ। यसको अप्सन नम्बर सी रहेको छ बिउ फुल्नु। बिउ फुल्नु भनेको छ बिउको चाहिँ उम्रिन्छ। यसको राइट एन्सर नमिल्ने चाहिँ यो हो। यो भनेको आइक्यू सम्बन्धी प्रश्न हो। दिएको क्रम पुरा गर्न उपयुक्त हुने विकल्प छनौट गर्नुहोस् भनेर सोधेको छ। यो तपाईँहरूले AZB CBD अनि वाट दिएको छ। यो तपाईँहरूले अल्फाबेट मिलाएर CD यसको चाहिँ अप्सन नम्बर सी EDF चाहिँ राइट एन्सर हुन्छ। यहाँ ई आउँछ अनि DF आएर अनि हेर यसमा चाहिँ ए आयो, त्यसपछि बी आएन, सी आयो, डी आएन, ई आयो। त्यसरी चाहिँ यो अल्फाबेट यसरी मिलाएको थियो, मिलाउनु भएको भयो। 33 मा भने 32 वटा किताबको लाइनमा रमेशको किताब दाहिनेबाट 15औं स्थानमा छ भने देब्रेबाट कतिऔं स्थानमा पर्छ भनेर सोधेको छ। यो पनि यसपालि किताबको सोधेछ। यो 18औं स्थानमा। यो भनेको 32 - 15 + 1 गरेर चाहिँ यसरी अर्थपूर्ण क्रममा मिलाउनुहोस्। 1 चोटपटक, 2 निको हुनु, 3 दुर्घटना, 4 सोरुम, 5 ड्राइभ, 6 कार भनेर चाहिँ यसरी अप्सनहरू दिएको थियो।
अर्थपूर्ण क्रममा मिलाउँदा चाहिँ तपाईँहरूले सही उत्तर भनेको चाहिँ अप्सन नम्बर डी 6 4 5 3 1 2 चाहिँ यसको हुन्छ। 6 भनेको कार, 4 भनेको के छ कार सोरुम, 5 फेरि कार अप्सन नम्बर 6 मा यो कार छ, कार आयो। त्यसपछि 4 नम्बरमा भनेको सोरुम छ, कार सोरुम। अनि हेर 5 मा भनेको डाइभ, सोरुम डाइभ। 3 यसरी चाहिँ यो अप्सन निकालेर चाहिँ कार सोरुम डाइभ दुर्घटना चोटपटक निको हुनु, यसरी चाहिँ अप्सन नम्बर। प्रश्न नम्बर 35 मा भनेको छ सहर, एउटा सहरको डी अर्को सहरको एम को पश्चिममा छ, सहर आर सहर डी को दक्षिणमा छ। यदि सहर के सहरको आर को पूर्वमा छ भने डी को सन्दर्भमा के कुन दिशामा छ भनेर यसरी आइक्यू अलिक घुमाएरै दिन्छ। प्रहरी जवानलाई यत्रो गाह्रो प्रश्न नदिनु पर्ने, यो टाइम नपुग्दाखेरि अलिक गाह्रो हुन्छ। यसको राइट एन्सर भनेको दक्षिण पूर्वतिर हुन्छ। प्रश्न नम्बर 36 भनेको छ खाली ठाउँमा उपयुक्त अक्षर राख्नुहोस् भनेको छ। यो चाहिँ तपाईँहरूको यस्तो टेबलमा दिएको थियो यो प्रश्न, अनि यतापट्टि चाहिँ नमिल्ने थियो। यो यहाँ टेबल बनाउन टाइम कम भएर कपी पेस्ट हानेको प्रश्न, त्यही भएर तपाईँहरूलाई अलिक त बुझ्न गाह्रो भयो होला कहाँको प्रश्न आयो भनेर। यस्तो यो चाहिँ अप्सन नम्बर बी, त्यो खाली ठाउँमा चाहिँ टी भर्ने साथीहरूको मिलाउनमा। प्रश्न नम्बर 37 मा भनेको छ यदि एसइसिटिओआरलाई चाहिँ एसओटिसिआर लेखिन्छ भने एमओटिएचइआरलाई कसरी लेखिन्छ भनेको छ। यो पनि एमइएचओटिआर पहिलो र अन्तिम स्थिर राखी बीचका अक्षर चाहिँ उल्टो पार्दा यो एस एउटै राखौ, आर पनि राखौ, आर पनि राखौ। अनि त्यसपछि यहाँ चाहिँ ई छ, ई राखौ, ए पनि ई छ। अनि यहाँ ओटिसी छ, यसलाई चाहिँ उल्टो पारेर लेखेको भएर चाहिँ हाम्रो यसरी चाहिँ यो सुरुको दुईटा पछाडि राखेर यसरी चाहिँ यो उल्टो सुल्टो मिलाएर चाहिँ बिचको त्यसरी राखेर पहिलो र अन्तिम स्थिर राखी बीचका अक्षर चाहिँ उल्टो पार्दा चाहिँ यस्तो बन्छ। प्रश्न नम्बर 38 मा खाली ठाउँमा कुन अक्षरहरू पर्छन् भनेको छ। एबी अनि खाली ठाउँ बीसी, खाली ठाउँ सी अनि डिसी, डिडी अनि फेरि खाली ठाउँ अनि डिई भनेको छ। यसको चाहिँ अप्सन नम्बर ए रहेको छ, बिबी त्यसपछि सी अनि ई। 39 नम्बरमा चाहिँ यहाँ दिएको प्रश्न यहाँ टाइपिङमा भएछ, म यसलाई यहाँ राखिदिन्छु स्क्रिनसटमा। यसको चाहिँ राइट एन्सर भनेको अप्सन नम्बर सी हुनेछ। यो तपाईँहरूले मिलाउनु होला। त्यसपछि 40 नम्बरको अप्सन नम्बर डी रहेको छ। यो 40 वटा प्रश्नहरू सकेपछि चाहिँ अप्सन नम्बर यसको चाहिँ डी हुन्छ। यो डी लेख्ने साथीहरूको मिलेको छ। त्यसपछि विषयवस्तुका प्रश्नहरू एकचोटि हेरौँ। त्यो 40 वटा मिलेका साथीहरूले कतिवटा मिलाउनु भयो त्यो पनि यसो कमेन्टमा जानकारी गराउनु होला। यो खण्ड क नेपालीको रहेको छ। यो तपाईँहरूले निबन्धहरू कसरी लेख्नुभयो, निबन्धन चाहिँ यो लेख्ने तरिका तपाईँहरूले ढाँचा मिलाउनु भएको छ भने अरू आफ्नै तरिकाले लेख्दा पनि मिलिहाल्छ, यस्तै हुनुपर्छ भन्ने छैन। यो निबन्ध लेख्न चाहिँ अनुशासनको महत्त्व भनेर दिएको थियो। यो तपाईँहरूले यहाँ यसो हेर्न सक्नुहुनेछ। यही अनुसारको लेख्नु भएको छ भने, यति जति लेख्नु भएको छ भने कम्तीमा पनि 3-4 नम्बर त आइहाल्नै हाल्छ। अलिक यतिकै लेख्नुभयो भने 5 नम्बर नै आउन सक्छ। यहाँ विधाको निवेदन भनेको छ। यो विधाको निवेदन लेख्ने बेला तपाईँहरूले मिति लेख्नु पर्यो, कसलाई यो सबभन्दा माथि यो चाहिँ छुटाउनै हुँदैन। त तपाईँहरूले लेख्नुभयो कि भएन, मिति लेख्नु पर्यो। श्री प्रधानाध्यापकज्यू, श्री कहाँ लेख्न लागेको, राम माध्यमिक विद्यालय, सूर्यविनायक 10 भक्तपुर
विषय पनि लेख्नु पऱ्यो, विषय विधा सम्बन्धी। अनि त्यसपछि महोदय भनेर लेख्नु पऱ्यो। अनि त्यसपछि तल्लो हारबाट चाहिँ उपरोक्त विषयमा यो तपाईँहरूले आफ्नै भाषामा जे भनेको थियो त्यही अनुसारले लेख्ने। त्यसपछि तपाईँको आज्ञाकारी छात्र आफ्नो नाम, कक्षा 10 यसरी लेख्नु भएको भए भइहाल्यो। नाम सर्वनाम के हुन् भनेको थियो। नाम भनेको राम भइहाल्यो, सर्वनाम भनेको ओ, अर्थ शब्दको अर्थ लेख्नु भनेको थियो। सीमा, सीमाको चाहिँ सीमाना वा सीमाकन यो चाहिँ अर्थ लेख्दा। पुर्ख बाजे, बराजु वा अघिल्लो पुस्ताका व्यक्तिहरू। वाक्यमा प्रयोग भनेको थियो माछा पुछ्रे भनेको पोखराबाट माछा पुछे हिमाल अत्यन्तै सुन्दर देखिन्छ। यो तपाईँहरूले आफ्नै पाराले लेख्दा पनि भइहाल्यो। हवालदार, मेरो मामा नेपाल प्रहरीको हवालदार पदमा कार्यरत हुनुहुन्छ। यसरी तपाईँहरूले मिलाउन सक्नुहुन्छ। विपरीत शब्द भनेको उल्टो, आफ्नो अर्काको पराई, अस्पष्ट, स्पष्ट, अस्पष्ट। वाक्य शुद्धिकरण गर्नुहोस् भनेर यो सचार लेख्नु भनेर गाई मानिसले पाल्ने घरपालुवा जनावर हो भनेको थियो। यो अलिकति मिस्टेक छ, यसलाई चाहिँ सचाएर लेख्नुपर्ने थियो। यो सचाएर प्रश्नमा हेर्नुहुन्छ, यहाँ चाहिँ यो नि चाहिँ यतापट्टिबाट थियो, हामीले मिलाएर लेख्दा यतापट्टिबाट मिल्छ। यो चाहिँ यसरी लेख्नु भएको छ भने यो राइट एन्सर भइहाल्यो। गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ। त्यति थियो। यो ट्रान्सलेट तपाईँहरूले त्यति गाह्रो थिएन, मिलाउनु भयो होला। त्यसपछि भनेको म्याचिङ थियो। यो पनि मिनिङ, यो मिनिङ लेख्नु थियो। यो तपाईँहरूले अङ्ग्रेजीको नेपाली लेख्नुपर्ने, यो लेख्नुभयो होला, सजिलो थियो। अनि त्यसपछि यो म्याचिङ थियो। यो म्याचिङ पनि एकदमै सजिलो थियो, मिलाउनु भयो होला। त्यसपछि भनेको विषय गणितबाट थियो। अब यो जोड घटाउ के भनिराख्ने तपाईँहरूले मिलाइहाल्नुभयो। त्यसपछि भाग गर्ने पनि मिलाइहाल्नुभयो होला। त्यसपछि भनेको अक्षर र अङ्क अलग लेख्ने भनेको थियो। यो भनेको तपाईँहरूले नमिलेको भए यहाँ हेर्नु होला। यसरी तपाईँहरूले यो 7898 यो चाहिँ अङ्क थियो। अङ्कलाई चाहिँ अक्षरमा, अक्षरलाई अङ्कमा लेख्ने हो। यो सरल गर्ने, सरल यो अस्ति भर्खर मैले भनेको थिएँ। यो तपाईँहरूले गरेर मिलाउनु भयो होला। 26 आएको छ भने एन्सर मिल्यो। अनि त्यसपछि अर्को जम्मावाला खर्चवाला थियो। यसको पनि तपाईँहरूले यो जम्मा खर्च भनेको यो जोडेर यो मिलाइहाल्नुभयो, सजिलो। अनि यो बाँकी रकम कति रह्यो भनेको थियो, यो घटाउने होला, मिलाइहाल्नुभयो। जम्मा मूल्यको यो भनेको गुणन गर्नेवाला थियो, मिलाइहाल्नुभयो। यो तर भाषाले मिलाएर लेख्नुपर्छ। यो 2 नम्बरमा मैले भनेको थिएँ अस्ति पनि, भाषा मिलाएर लेख्नु भएको छैन भने चाहिँ नम्बर दिँदैन। सुन्तलाको हिसाब गर्दा तपाईँहरूले 16वटा सुन्तला यो गुणन गरिहाल्नुभयो। प्रश्नहरू प्राय मैले पाएअनुसार यति नै, यिनै नै रहेको थियो होला। कुनै प्रश्नहरूको मिस्टेक भएछ भने चाहिँ यसो जानकारी गराउनु होला। मैले सकेसम्म चाहिँ राइट एन्सर दिने कोसिस गरेको छु। आइक्यूका प्रश्नहरू चाहिँ यसपालि अलिक हाई लेभलकै सोधेको रहेछ। 2-3टा हार्ड थियो भने 2-3टा सजिलै थियो। तपाईँहरूले कति मिलाउनु भयो। खुल्लाबाट कतिमा आयो भने नाम आउँछ भनेर धेरैको गुनासो हुन्छ। खुल्लाबाट तपाईँहरूको मान्छे धेरै छ, त्यो भएको कारणले कम्तीमा नि 70, 75, 80 प्लस छ भने ढुक्क भएर बस्नु। 70, 75 छ भने पनि आउने चान्स हुन्छ खुल्लाबाट। त्योभन्दा कम छ भने चाहिँ आउने चान्स एकदमै कम हुन्छ। त्यो कसरी हुन्छ भन्दाखेरि मान्छे धेरै हुन्छ, त्यो भएर 40 ल्याएको मात्रै हुँदैन। कोटामा मागे भन्दा 3 गुणा भन्दा बढी चाहिँ लोकसेवाले नाम निकाल्छ, त्यहाँभन्दा धेरै बढी चाहिँ नाम निकाल्दैन। त्यो भएको कारणले अरूकै 70, 80, 90 आएको छ भने 70 आउनेको आउँदैन। त्यही भएर तपाईँहरूको कति आयो कमेन्ट गर्नु होला। हस्त, धन्यवाद।